हेलो गाइजहरु दर्शक नमस्ते। अहिले चाहिँ हामी यहाँ अम्मा टिप्न आइरहेका छौँ है। यहाँ हाम्रो यहाँ भाइहरू पनि छन्, उ त्यहाँ माथि हो। भाइहरू यता बसिरहेको छ। हाम्रो चाहिँ यहाँ अम्मा टिप्न आइरहेको छ। तपाईँकोतिर चाहिँ छ कि छैन हैन? मैले चाहिँ यति अम्मा टिपिसकेको छु। हेर्न सक्नुहुन्छ यहाँ अम्बा यति टिपिरहेको छु। हजुरहरुकोतिर कस्तो पाइन्छ है? यस्तो यस्तो अम्बाहरू छ है। हाम्रोमा चाहिँ हाम्रो मननदेवपुरमा काभ्रेमा चाहिँ यस्तो पाइन्छ। तपाईँकोतिर पाइन्छ कि पाइँदैन? कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ? नयाँ साथीहरूले चाहिँ लाइक शेयर सब्सक्राइब गरिदिनु होला। यस्तो छ है साथीहरू, हाम्रो चाहिँ पुरै अम्बाको बोटहरू है यस्तो छ। तपाईँकोतिर पाइन्छ कि पाइँदैन भन्नु होला है। दसैँको टाइममा अम्बा टिपिरहेका छौँ छ। हजुरकोतिर चाहिँ पाइन्छ कि पाइँदैन है? यहाँनिर चाहिँ तपाईँकोतिर पाइन्छ कि पाइँदैन? हाम्रोतिर चाहिँ एकदम राम्रो राम्रो अम्बाहरू पाइन्छ। हेर्न सक्नुहुन्छ है अम्बाहरू यस्तो छ। अहिले चाहिँ हामी यहाँ अम्बा टिपेर चाहिँ बाटो पनि अप्ठ्यारो छ है साथीहरू। पुरै यसरी हिँडिरहेछौँ गाउँको बाटो। यो बोटमा चाहिँ टन्नै अम्बा थियो। त्यहाँ चाहिँ यस्तो छ। हाम्रो भाइहरू यहाँ कुरेर बसिरहेछ यहाँनिर अम्बाकै बोटमुनि यस्तो छ। अम्बा पनि थोरै छैन त, यत्रो छ। धेरै गाह्रो छ साथीहरू। ल भाइ समात त ल ल ल ल बाटो अप्ठ्यारो छ। दुईजनाले उचाल, दुईजनाले माथि राख। भाग थियो ल। हाम्रो भाइहरूले के भन्ने हो? हो ल अम्बा टिप्न लागेको। ल गाइजहरु दर्शक नमस्ते है त। अर्को ब्लगमा आउँछ है त फेरि म।